म फेरि ठाउँको ठाउँ फेरि जोडेर फेरि यिनीहरू दुइटा खेल्यो भने म त्यसलाई फेरि राम धुला हान्ने पहिला नि मैले राम लक्ष्मणसँग खेल्दा त्यस्तै गरे हो नि मैले पहिला अनि यस्तो गर्थेँ उता फिट पेन छ भन्दै रुन्थ्यो त्यो अनि के अरे उसँग खेल्दा नि त्यस्तै गर्थ्यो के अरे सुरेश लामा क्या उता फिट पेन छ म कसम धेरै बहिनी तँलाई ब्लक फिटमेनको हानेर बहिनी म यसलाई फिटमेनको यसको बहिनी ठाउँ फिटमेनको बहिनी भन्दै म यसको ठाउँको ठाउँ यसलाई म त्यहाँ फेरि मैले ख्याल भने होइन नि गाइस लाइफ सेयर गर्नु त सबैजना अगुल्टेलाई त्यसले हिजो मेरो टोपी च्यात्दै नि दुईटा दुईटा लेमन खा भनेको त फेरि लेमन चाहिँ खान सक्दैन अरे कि उनीहरूले जित्दा चाहिँ मलाई 1 मिनटभित्रमा पनिसमेन्ट गरिदियो होइन मैले हिजो 2 गेम जितेको गेम काट्दै भाग्दै गर्ने के लाइफबाट मलाई पख ल म बुढीसँग खेलेको उसले ब्लक गरेको मलाई म जोड्छु होइन खतरा दे ल बहिनी एकचोटि है ओइ डराएको ओइ टल्के त डराएको मायासँग हो त डराएको मलाई गेम आइजान्छ बाजे भनिहाल्छ त भन् त सिङ्गलमा भिड्छस् कि डबलमा भिड्छ ठिक्क भन्न थुक ल डरायो भने तामाङ सेक्सन मेरो भाइ यहाँ बस भाइ आज यहाँ हाम्रो ठुलै लडाइँ हुँदैछ टल्के भियास टल्केसँग तिनीहरू गेम खेल्दै रहेछ गेम खेल्छ गाइस है है कति आँसुमा त टोपी च्यात्नुभन्दा अगाडि रे मेरो हिजो टोपी च्यात्नुभन्दा तिमीहरूसँग तँसँग खेलेर त्यो हिजो के अरे धुजा भइसकेको रहेछ नि त नि मैले हिजो 2 गेम राम धुलाई हानिदिएको हो तर पछि हात्दै पछाडि चाहिँ ऊ लास्टमा सेटिङमा आउँछ के त्यस्तो हो कुरा गाइस लाइफ सेयर गर्नु त गाइस लाइफ सेयर गर्नु पख हामी दुईजना खेल्नु एउटा बुस्टिङ भयो नि आउँछ ल त गाइस डबल ट्याप फुल तलब जाम त गाइस एकचोटि आमामा फिटमेनको बहिनी भन्दै ब्लक गर्यो है रोयो नि सिधै पुरा त्यस्तो हो नि बहिनी भन्नु होइन त्यो डढाएर त्यस्तो गाइस लाइफ सेयर गर्नु त सबजनाले डरो डबल गर्नु चन्दन वेट गरे होइन भर्खर गेम खेल्दैछ कहाँ सकिने बित्तिकै मलाई भन्ने गाइस म जोड्छु त्यसलाई त्यसको धुवा निकाल्नुपर्छ भइबा बस चोर बुढासँग गेम खेल्दा चोर बुढाले धोबी हान्दै खायो चोर बुढाले धोबी धुलाई खाइरहेको छ उतारे कसले चोर बुढाले धोबी खाएर कि चन्दनले चोर बुढाले कहाँ त्यसकोमा नि थाहै हुँदैन कति बेला को आउँछ भन्ने अनि त्यसले कसरी कसरी मान्छे कोही न कोही आइहाल्छ क्या गाइस डर डबल पार्नु त 23वटा रोज गाइस 23वटा रोज गाइस सबैजनाले गेम सकियो भने उता रेडी भएर बस भने गाइस ल यो सकिने बित्तिकै म जोडिहाल्छु त्यसलाई गाइस 23वटा रोज हान्नु सबैजनाले 23वटा रोज 23 रोज गाइस 23वटा रोज पुऱ्याउनु गाइस सबैजना मिलेर त बरु तालले छिटो 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 23वटा रोज गाइस सबजनाले हान्नु न छिटो 23वटा रोज 23वटा रोज छैन अरूसँग यहाँ यत्रो 1300 मान्छेमा 23जनाले 2600 जना छैन 2600 जनामा त गाइस अरे 23वटा रोज पुग्दैन नि क्या हो 26 जना छ हौ 23वटा रोज पुग्दैन ए हामी 2600 जना भगवान छ 2600 जना हामी 2600 जना ए भगवान के हो यस्तो गाइस अरे 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 पुग्यो अरे गाइस 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 पुग्यो तपाईँको कहाँ पुग्ने मेरो पुग्यो थ्याङ्क यू यस्ता दुखी आत्मा काम गर्यो नि गाइस तिमीहरूले
गाइस ल त डबल ट्याप दह्रो हानौँ होइन आमामा ब्लकै पो हान्थ्यो भन्छ यार म त ख्याल होला भनेको त थ्याङ्क यू आई मिस यू थ्याङ्क कसले यू कसले हाने अरे बुढाले हानेको अरे बुढाले बुढाले फिलिपिनको बहिनी भन्दै होइन एकैछिन हाने होला कि दह्रै हानिदिएको हो त साँच्ची किन हानेको है पक थ्याङ्क यू त्यसो काव्य भने मलाई तैँले किन ब्लक हानी छैन यदि तैँले मलाई ब्लक हाने भने तैँले कारण देखा मलाई नत्र म तेरो अहिले लास्ट बनाएको फोटो हालेर म तँलाई यस्तो गर्छु भने म म तेरो बुढाबुढीको लास कुदाउँछु अहिले पक मनमा हो भने मलाई रिस उठ्यो किन चाहिँ तँलाई ब्लक गरिस् ल भन्दा ट्रिटमेन्टको बहिनी भन्दै ब्लक गरे अरे म्याबाट तल्केको बुढाबुढीलाई नछोड्ने क्या आज साँच्ची हो किन ब्लक हाने त ल भन्छ म्याबाट ब्लक हान्ने मान्छेलाई जे गरे पनि ब्लक हान्न त पाएन नि डराएर हुन्छ ब्लक हानेपछि चाहिँ मलाई रिस उठ्यो गाइज ल म छोड्दिनँ है आज टल्केलाई टल्केको बुढाबुढीलाई म आज छोड्दिनँ ब्लक हान्न पाइन्छ मान्छेलाई हामीले कति भनेको होइन ब्रान्डेड बोकाएर हामी दुईजना गेम खेलौँ भनेको है मानेकै छैन है डराएको डराइ गर्छ या तिमीहरू दुईजना खेल्ने बेलामा केले तल जितेकै छैन है एक गेम उसले जिते एक गेम मैले जितेको हिजो नि हिजो हिजो त उसले मात्रै जितेको पनिसमेन्ट गरेँ मैले अनि काट गरेर अनि ब्लक गरेँ भिडियो छ मसँग ए भिडियो पठाइदिन्छु म भिडियो पठाइदिन्छु तपाईँलाई हिजो चाहिँ उसले मात्रै जितेको भिडियो पठाइदिन्छु म तपाईँलाई ल भिडियो छ भनेपछि भनेपछि हिजो चाहिँ तिनीहरू अलिकति प्लानिङमा थियो होला बुढाबुढी मिलेर खेल्दो रहेछ गेम लाइभ हेर्दो रहेछ अनि बुढा पछि बुढी हारे गऱ्यो अनि पछि बुढा निस्केर अनि आएर ब्लक गरेको यहाँ के भने भन्न टल्के खुसी हुँदै बसेको छ चोर बुढालाई धोबी हान्नु भने चाहिँ पख म जोड्छु गाइस ल म जोड्छु है यहाँ यसरी भाग्न त पाइएन नि त्यसले त्यो कसैले नजोड्ने गाइस लाइभ सेयर गर्नु एकचोटि म त छोड्दिनँ नि म त लास्ट कुदाउने हो मैले अहिले भन्दैछु भोटिनीलाई भोटिनीलाई ब्लक गरेँ भन्छ म्या पाका टल्के मासले हिरो बनेको गाइस अब यसलाई ब्लक नगर्नु त यसको लासै कुदाउनु पर्ने रहेछ त यसको लास कुदाउने मान्छेलाई यसले ब्लक गर्दैन अब नर्मल गेम खेल्नेलाई यसले त्यो गर्ने रहेछ भने चाहिँ यसको लास कुदाउनु पर्छ बहिनी तर म मिलेर दुईटा ब्रोडमा 20,000 मान्छे बनाएर तैँले मसँग पुग्ने तेरोमा ढ्याङ्ग्रो बजाउने ड्याङ ड्याङ गर्दै हाम्रो तामाङ र गुरुङको विधिमा हो त्यसरी घन्टी त्यस्तरी बजाउने होइन त्यो त मन्दिरको जस्तो हो यसरी एकचोटि ढ्याङ ड्याङ 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 बाटोमा जाँदा त्यो त झ्याम 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 बजाउने त त्यो जब हामीले गाड्ने बेला हुन्छ नि माथि डाँडामा खाल्टो खनेर त्यो बेलामा हो त्यो झ्याम 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 बजाउने त्यो मसानले चाहिँ आरजुको आइडी यहीँ बसिरहेको छ है तेरो बुढालाई भने एकचोटि यहाँ जोइन गर भन्दा तेरो गर हो के हाम्रो त्यो गुरुङहरूको चाहिँ त्यो झ्याम 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 बजाउने चाहिँ किन हो अरे भन्दा मान्छे रुको नसुनोस् भनेर हो अरे क्या गाड्ने बेलामा त्यो भएर यसलाई त्यस्तै गर्नु जब यिनीहरू आउँछ झ्याम 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 बजाएर अनि खाल्डो खन्न गाड्ने हो ओके गाइज सबले लाइभ सेयर गर्नु ल हामी स्ट्रङ हुनुपर्छ गाइज ल यहाँ हामी स्ट्रङ हुनुपर्छ त्यसपछि मात्र जोडिन्छ मासले टल्केले तैँले किन त्यो गरेको अनि के भयो उता शिव खरेलसँग गेम हुने भयो कि नहुने भयो खै थाहा नि के भन्दैन
खेलेको छैन गेम सकेर जोड्नु त ल जोड्यो भने त ल गेम सकेर ल ओके गाइस कहाँ गयो मेरो निद त दुखेर भएन ओके म यताउति के भयो रे आया जान्छु म त गाइज अब सुत्नलाई है गाइस मैले म्याच ल त गाइस लाइभ सेयर गरौँ त सबैजनाले हो ल बल्ल यो एक्ला आयो ल यसलाई र बोकालाई जोड्ने ल ओइ ठोक्नु दाइ ठोक्नु तँलाई म्याचले जोड्नलाई के 5 घन्टा लाग्छ मेरो हँ? इन्तिजार त पुरै वर्ल्डको मान्छेले हिरो हो? गर्छ अनि आसले हिरो हो मेरो इन्तिजार त ल पहिला भोटिनीलाई जाऊ भन्नुहोस् त भोटिनी पक एकछिन पक एकछिन पक ओइ 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 पक एकछिन तेरो यहाँ तेरो भाइलाई मैले बोलाइदिएको छु एउटै सक्कल परेको माछा कुकुरको जुनी भएको दुईटा भत्तुवाहरू यहाँ बस एकछिन चन्दन हामी आसले। भत्वा हौ ल सुन्नु यो हिरो बनेको माछाले यसले जोड्दै जोड्दैन हिरो बनेको त ल नजोडेको। ब्रान्डेड सुन्नुहोस् ल ब्रान्डेड र म एक टिम हुन्छ ल खेल्ने हो त्यही हो त्यसरी नै खेल्ने हो तिमीहरू दुईटाको सक्कल एउटै चन्दन गाड्ने तिमीहरूलाई एकछिन घन्टी कसरी तिमीलाई बजाउने बहिनी थाहा थाहा छ छ म पनि पनिसमेन्ट डेम, एकछिन फिटपिन दाइ डेम, डेम। तिमीहरू दुईजना नबोल एकछिन भोटे पनि नबोल फिटपिन दाइ पनि नबोल्नु हामी मत पतको गेम खेल्छौँ ओके पनिसमेन्ट जस्तो त्यही पनि हुन्छ तर फिटपिन दाइ भाग्न पाइँदैन कि पनिसमेन्ट हाम्रो पनिसमेन्ट हुनु पर्यो ए, साला ओके चन्दन ल भन पहिला मैदानमा उत्रियो अनि बल्ल भन् तिमीहरू पनिसमेन्टमा भाग्दै भाग्दैन भन्दा सिङ्गलमा खेल्ने ओके नो नो ओइ 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 रोको त हँ? म त रेडी छु चन्दन म त गोबर भने गोबर जे भने त्यही गरिदिन्छु तर फिटपिन दाइले पनि गर्नु पर्यो आई डोन्ट केयर रोको माछाले रोको है त डर लाग्यो भन्न तिमीहरू दुईटाको टिम हामी दुईटा टिम ओपन च्यालेन्ज पनिसमेन्ट भन् ल ओपन च्यालेन्ज ल ओपन च्यालेन्ज पनिसमेन्ट भन् त लाइभ सेयर गरे ल भन् पनिसमेन्ट भन् ओपन ब्रान्डेड खेल्दिने एक गेम डराउने के को लागि डराउने पनिसमेन्टै गर्नुपर्ने हो मतको पनिसमेन्ट दिने पनि गरिदिने हो हेर्दा बट पनिसमेन्ट हुनु पर्यो गाइस डराएर खेल्दिने एक गेम भन्ने चाहिँ हुँदैन ओके चन्दन ल ओके चन्दन बहिनी देखिस् भोटिनीलाई पनिसमेन्ट देऊ म फिटपिनलाई दिन्छु ल तेरो दा ल ओइ 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 ब्रान्डेड बोका पुरै टिमको पनिसमेन्ट सेम हुन्छ ए बुझिस् ब्रान्डेड बोका पुरै टिमको पनिसमेन्ट सेम हिटम्यानलाई म पनिसमेन्ट दिन्छु ओके भोटिनीलाई तिमी देऊ ल ओइ ओके यो त ल। सुने हामीले ल त दुईटालाई एउटै पनिसमेन्ट दिन्छ भोसडीको बच्चाहरू कान खोल्नु सुने त दुईटालाई एउटै पनिसमेन्ट दिन्छ हामी छुट्याउनु त माछालेहरूलाई एउटै दिने हामी सुन्नुहोस् ल बुझी गरे साला डराउँछ यार सिङ्गलमा खेल्ने यार तपाईँको पनिसमेन्ट भन्नुहोस् त मेरो पनिसमेन्ट मेरो सेयर होइन त दुईटै भोसडी दुईटालाई एउटै पनिसमेन्ट हुन्छ हाम्रो त्यस्तो छुट्याएर होइन त दुईटा त एउटै ड्याङको बोका हो एउटै पनिसमेन्ट हुन्छ हाम्रो सुन तिमीहरूको सिङ्टा पनिसमेन्ट त्यहाँ सुने हिजो पनि मैले ड्रममा चोपलेको आज अघि यसले 100 चोटि उठबस गरेर सिलिन्डर बोकेर गाइस यसले अघि यसले त्यहाँ त्यो अमित राईसँग खेल्ने बेला 100 चोटि उठबस गर्नुपर्छ भन्दै यसले गरेर न त यसो खुट्टा अझै यसलाई त्यो पिँडोलाई फर्काउने गर्नुपर्ने थियो क्या यसले हारेकै हारेन अघि तपाईँको पनिसमेन्ट पहिला भन्नुहोस् त ल होइन तिमीहरूको पनिसमेन्ट सुनौँ त ल भन् त पहिला सुनौँ न त्यसपछि बल्ल अलि जाँगर आउँछ क्या हामीलाई ल भन् ब्रान्डेड म तिमीलाई पहिला पनिसमेन्ट दिनुभन्दा पहिला त्यो एउटा डायलग सुनाउँछु ल म कोही होइन है माछाले तेरो डायलग सुन्नलाई माछाले कान 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 यता गर त दारी जुङ्गा नभएको मान्छेले के भन्छ नामर्द सबैलाई होइन हिजडा भन्छ हिजडा हिजडा होइन नामर्द भन्छ होइन, नामर्द नामर्द छक्का भन्छ ठक्का भन्दैन नामर्द भन्छ नामर्द भन्छ त म्युट बस् त बहिनी नामर्द बहिनी भन्छ बहिनी घन्टी बजा त घन्टी बजा त घन्टी बजा त एकचोटि हे फिटमेन यसलाई माछाला यसलाई के हरियो 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 बाँसमा है बहिनी घन्टी बजा हरियो बाँसमा सुन्नु 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 मयालो काप्रो उडाएर माछाले यसलाई त्यो त्यो हेलो उता त्यो छ नि सिजुवाको पुलमा के हेलो रतुवा खोलाको पुलमा 5 मिनेट टाउको तल खुट्टामाथि 5 मिनेट साबर 5 मिनेट जुत्ताको माला लगाएर
अमेरिकामा बस्नुहुन्छ कि युकेमा बस्नुहुन्छ कि इन्डियामा बस्नुहुन्छ मलाई थाहा भएन होइन रोडमा गएर जुत्ता ले लो फिटमेन चोर आयो कतै बस्ने फुटमेन चोर आयो जुत्ताको पुरै जुत्ता ले लो फिटमेन चोर आयो एकछिन प लिएर आऊ। टाउको तल खुट्टामाथि र जुत्ताको माला लगाएर फुटमेन चोर हाम्रो यिनीहरूलाई उल्टा सावर 5 मिनेट यिनीहरूलाई हो यस पहिलो पनिसमेन्ट सुनै ओए टल्के ओए दुईटा अनुहार नपरेकोमा उल्टा सावर 5 मिनेट दुईटा चिम्पान रुका पहिला मलाई पनिसमेन्ट दिन देऊ ल भन्नुस् त दाइ तपाईको ओए हाम्रो पनिसमेन्ट दुईटालाई एउटै हो बुझिस दुईटालाई एउटै पनिसमेन्ट हाम्रो छुट्याएर दिँदैन हामी तपाईको र मेरो हुन्छ ओके एउटै हुन्छ सुना ब्रान्डेड चन्दन एउटै हुन्छ दाइ र मलाई एउटै हुन्छ ओके ल यसको के हो है बहिनी यस्तो हुन्छ ल सुनुस् तँलाई यसको नाम थाहा छैन सबैकोलाई सुनुस् बहिनी तँलाई यसको नाम थाहा छैन यसको नाम टल्के हो गोरे टल्के टल्के हो यसको नाम कति गोरो छ हेर त्यहाँ एकछिनै ब्रान्डेड तिम्रो दाइ पर्छ कि को पर्छ त्यो मौवादीलाई एकछिन मुख बन्द गरेर भन न मुख बन्द गर हो ए घसडा राम बन्द गर क्या मुख फिटमेन घसडा राम मुख बन्द गरौ ओके चन्दन भनौँ घसडा राम सबैको लागि हुन्छ 5 मिनेट साबर 5 मिनेट टाउको तल खुट्टा माथि हैन 5 मिनेट साबर 5 मिनेट टाउको तल खुट्टा माथि र तेस्रो नम्बरको अप्सनमा म बाहेक त सबै झन्डु बमहरू छ हैन झन्डु बाम भसडी मासला झन्डु बाम यो सुई लगाएर फुलाको बडी कति देखाउँछौ के दाइ चुप लागेर भन पनिसमेन्ट सुन ब्रान्डेड बोका तेस्रो नम्बरको बालगन्जा खलास सबैको लागि सेम बालका छ ल तलको बाल पनि भयो भने हुन्छ मजा आयो नीचेको बाल ए ब्रान्डेड फुटमेनको त माथिको त कपाल छैन तलको छ कि छैन सोध त भाउजूले उसले काटेर फाल्दै करे ए हो र ला के बोलेको भाइ देख्यो दिने त ओपी दिने त छिटो यसले अस्ति ओपी दिने मैले थाहा भयो नि बहिनी थाहा छ यसले मलाई खालि बेलुका बेला भिडियो कल गर्ने क्या मासले यो मलाई त केटा मान्छे म भिडियो कलमा बोल्न मन लाग्दैन के अनि जहिले दाइ भन्दै भिडियो कल गर्ने हैन भिडियो कल गर्थे अनि एक दिन मैले खोलेर यति गोरो कि है अनुहार यति गोरो कि यसको भिडियो कल गर्दा दाइ तपाईको एप्सहरु भन्थ्यो यो त मान्छे त बिच्चकै रहेछ नि one and done ओके one and done ल आइज तिम्रो पनिसमेन्ट सुन्ने यो दुईटाले है पहिलो पनिसमेन्ट के सबैको लागि सेम छ किन हुँदैन सुन्ने सेम हो म तिमीहरुको पनिसमेन्ट सुन्ने यिनीहरुको पनिसमेन्ट यसलाई आज तँलाई उल्टो सावर तिमीहरुलाई पनि 5 मिनेट उल्टो सावर सुन्नुस् त सबैको हुन्छ सेम जे हुन्छ सबैको हुन्छ सेम हो नेक्स्ट राइज योर वइ नो कपी दाइ नो कपी दाइ हाम्रो कपी नगरे फेरि मैले भनिरहेको छु नि हाम्रो कपी नगरे पनिसमेन्ट चेन्ज गर्छु ल नो चेन्ज भइसक्यो नो चेन्ज नो कपी दाइ सुनै त कोही मन्त्री होइन नि तेरो पनिसमेन्ट चेन्ज गर्नलाई फेरि विचार गरे ल बोल्नुस् ड्रममा है दुईटैको घरमा ड्रम छ उ पछाडि ड्रममा हिलो मिसाएर गोबर पानी बनाएर त्यसमा 30 चोटीसम्म चुप्लुङ 30 चोटी गनेर 30 चोटी है कान खोलेछन् 30 चोटी टाउको अनि लास्ट है एकछिन 5 चोटीको पालोमा चाहिँ यसरी फुक्न पर्छ त्यहाँ भुट गरेर त्यो भुटुटु छिटिनु पर्यो पहिलो पनिसमेन्ट दोस्रो पनिसमेन्ट उल्टो सावर दिन्न कि बहिनी यिनीहरूको हात यत्रो छ बाँसुरी जस्तो छ हात माथिन्छ नि कहाँ यस्तो गर्दा हामी जस्तो हो र यस्तो हुनु पर्यो नि त्यो गर्नलाई हेर त यहाँ यस्तो भयो भने उल्टो सुल्टो जे गर्नु यस्तो मोटो लागेको त्यो लामखुट्टे जस्तो खान नपाएको यो
दुईटा कुल्लीहरू सक्दैन कि यिनीहरू त्यस्तो गर्न है। अँ, कुल्ली हो यो दुईटा, नेपालको अँ, कुल्ली हो 1 नम्बरको। अँ, त्यही भएर यो दुईटाले यो दुईटाले त्यो गर्न सक्दैन बहिनी होइन। अँ, त्यही भएर यिनीहरूलाई सुल्टो साउरै दिन्छु म है। अँ, तर सुल्टो साउर चाहिँ फेरि अँ, टुथपेस्टले मस्त फेसवास गरेर टाउकोमा नुहाएर मात्र हो, टुथपेस्टले अँ, है। अँ, दोस्रो पनिसमेन्ट। अनि तेस्रो पनिसमेन्ट भनेको अँ, यो अहिलेसम्म हिस्ट्रीमै नभएको पनिसमेन्ट हो तेस्रो पनिसमेन्ट होइन। अँ, तेस्रो पनिसमेन्ट चाहिँ एकछिन ल पखे पर्खे ल, तर म त एउटा टिम हो नि त नि, त्यही भएर तेस्रो पनिसमेन्ट तैँले दे बहिनी एउटा, ल तैँले दे। मैले अँ खतरा हुनु पर्यो, दाईको विचार जस्तै दिनु पर्यो, खतरा दे पुरा बहिनी दे। टक्क लाएर भुइँमा गोबर ल्याउँछ, हात पछाडि बाँध्छ, घोडा टेकेर पुरै दल्छ यसरी यसरी ओके ल यसरी सुन यसरी। ओके ल हुन्छ, तर भोटिनीसँग मेरो हुन्छ अब पनिसमेन्ट। ओके ओइ, ब्ल्याङ्केट किन ओइ फिटमेन्ट एउटै हुन्छ पनिसमेन्ट। मेरो बहिनीलाई छोयो भने त म आजल गएपछि फेरि तिमी र म। ओइ ओके मेरो बहिनीलाई छोएपछि त मरेपछि फेरि किन ब्लक हानेको छु, डराएर किन ब्लक हानेको? ओइ कुत्ता, पनि तिमी मेरो ब्लक लिस्टमा छ। ओके ओइ टल्के डराएर किन डराएर टल्के। खेल्नु? ल आए ल तिमी मेरो र म आए। ओके हेलो मेरो बहिनीलाई तैँले छोएपछि त मरेपछि म आजले फेरि मेरो बहिनीलाई छोएपछि त मरेपछि म आजले फेरि बढी नबस्। डराएर सुन ओइ अवतार नपरेको ओइ सिमल तरुल, चुप बना। मेरो बहिनीलाई छोएपछि त मरेपछि फेरि मसँग कुरा गर। मेरो बहिनीलाई बोलिसकेको, बहिनी म्युट गरे यसलाई। भोटिनी सुन, तिम्रो पनिसमेन्ट 2 बाल्टिन ओइ। गाईको गोबर या भैँसीको गोबर। ओके 2 बाल्टिन। सेकेन्ड नम्बरको अप्सनमा टोयलेटको जुन पिन हुन्छ नि, टोयलेटको हग्ने ठाउँमा पुरै मुख तल खुट्टा माथि 5 मिनटसम्म टोयलेटको भित्र। तेस्रो नम्बरको अप्सनमा आधी कपाल काट्ने। काम खतम, नो चेन्ज। दम छ भने खेल। हामी गाई र म हो, हाम्रो एउटै पनिसमेन्ट हुन्छ, एउटै पनिसमेन्ट। गाई भनिदिनु त। ओके 3टा बोल। मेरो बहिनीलाई तैँले छोइस होइन। के भन्नु? ओके बीचमा किन बोल्नु के फिटपिन किन बोल्नु के बीचमा हान्न हो डन्ठा। ओइ सफल नभएको अवतारी नो चेन्ज। भोटिनी टल्के। मेरो ओइ गोरे। पनिसमेन्ट यही हुन्छ। ओके तिम्रो र मेरो आसाले 2 मसँग कुरा गरे त। गोबर टोयलेटको भित्र मुख हाल्ने अनि आधी कपाल काट्ने। सेम हुन्छ चन्दन, सेम। तिमी र म सेम। अम्मा त्यसरी कसम कपाल काट्ने। गर्छु। तिमी खाऊ अम्मा कसम। ल तिमी खाऊ। लम्सल ब्रदर ल सेम हुन्छ चन्दन। ओके ल तिमी पनि खाऊ ल अम्मा कसम खाऊ। ल त बहिनी ल हुन्छ भन बहिनी हुन्छ भन। कसम ल। हैन अम्मा कसम खाऊ। आम्मा कसम ल। चुप। ओइ टल्के ओइ, मासल त कोही हिरो होइन है, मासलले ठुल्ठुलो सोरेर नबोले। गेम खेल्ने हो नर्मल तालले गेम खेल्ने। भोटिनी हिरो सुन, बनेको त अहिले पनि भन्दैछु आसले हिरो बोल्दा फेरि बढी ठुलो कुरा नगरे फेरि माडी दाँसा झारिदिन्छु म फेरि। 2 बाल्टिन गाईको गोबर टोयलेटको भित्र पुरै हग्ने टोयलेट। आसले के हिरो बोलेर ठुल्ठुलो स्वर बोल्छ है त को हो? टिकटक अन्तर्राष्ट्रिय भई मान्छेले नि हेर्छ हौ, के साह्रो हो। बहिनी यहाँ सुन त, यसको अनुहार पुरै रङ उनिसकेछ, त्यो डढाएर के भित्रभित्र कसम म ख्याल भने नि त्यसको अनुहार हेर पुरै डढिसकेछ अनुहार। के साह्रो हेपेको पुरै मलाई डढेछ। के साह्रो हेपेको, कोही छैन हेपेको, कोही छैन भने अन्तर्राष्ट्रिय कोही छैन हेपेको। पखै बहिनी यो दुईटालाई एकचोटि म्युट गर, यो दुईटालाई एकचोटि म्युट गर। मैले यो दुईटालाई गर्छु है। यहाँ सुन है, 1 एन्ड डन खेल्ने हो है। तीनटा या 4वटा बुस्टिङ युज गर्ने, डबल या ट्रिपलमा। यदि पहिलो स्कोर ट्रिपल आयो भने पहिलो स्कोरमा पनि खेल्ने, ट्रिपलमा पनि खेल्ने, अनि लास्ट 25 सेकेन्ड र 15 सेकेन्डमा 2टा बुस्टिङ लाउने है। सबजना लाइभ सेयर गर्नु त। बुस्टिङ छ गाइस, सबजना लाइभ सेयर गर्नु त सबैलाई। गाइस पुरै 4000ले लाइभ सेयर गर्नु त। के साह्रो हेपेको अनि के साह्रो हेपेको गाइस लाइभ सेयर ओइ बोल कुर्सी ल्याऊ जाऊ। म पनि ल्याउँछु कुर्सी। ल जाऊ। के भन्छ यिनीहरू? कुर्ची रे अब एक खाप्रा गोबर राखेर बस्न कुल्ली। गाइ लाइभ कुर्सीमा बसेको सुहाउन्न के
भैँसी गोबर लिएर आएर बस्न एक थाप्रा गाई लाइभ सेयर टुगेदर प्लिज गाई लाइभ सेयर गाइज प्लिज गाइज सबैजना लाइभ सेयर गर्नु गाइज ल प्लिज गाइज सबैजना लाइभ सेयर गाइज कोही छन् गाइज प्लिज लाइभ सेयर गाइज सब दामी गाइज यति हेप्छ गाइज भोटिङलाई गाइज केटी मान्छेलाई यति साह्रो हेप्नु पनि हुँदैन गाइज सानी भन्दा यति साह्रो हेप्छौ गाइज के भएको यति साह्रो पनि हेप्नु हुँदैन मान्छेलाई गाइज प्लिज लाइभ सेयर गाइज सबैजना लाइभ सेयर गर्नु गाइज लाइभ सेयर गाइज प्लिज गाइज डबल ट्याप चाहिँ गाइज गेम सुरु हुने बित्तिकै यस्तो डबल ट्याप हान्नु गाइज यस्तो डबल ट्याप हान्नु गाइज केटी मान्छेलाई एउटा एक्सपिरियन्स छैन गाइज सबैजना डबल ट्याप गाइज ल लाइभ सेयर गाइज प्लिज गाइज लाइभ सेयर गाइज डबल ट्याप लाइभ सेयर गाइज सबजना मिलेको लाइभ सेयर डबल ट्याप प्लिज गाइज ल गाइज सबैजना मिलेर खेल्ने गाइज ल एकचोटि लाइभ सेयर डबल ट्याप गाइज प्लिज सबैजना मिलेर टुगेदर गाइज ल लाइभ सेयर डबल ट्याप गाइज सबजना लाइभ सेयर गरौँ यो हाम्रो आजसम्मको हिस्ट्रीकै खतरा ब्याटल छ है यदि भोटेनीको टिमले या हाम्रो टिमले यो गेम रेकर्ड गरेर हाल्न पर्यो खतरा फर युमा गाइज रेकर्ड गर्नु पर्यो गाइज सबैजना ल अवार्ड है गाइस सबजना लाइभ सेयर गर्नु आज यो दुईटालाई हामी आज गाइनेको छोरा बनाएर छोड्ने हो गाइस ल सबजना यो दुईटा औतारीलाई भोटेनी यस पनिसमेन्ट तिमीले आमाको कसम खाएको छौ 2 बाल्टिन गोबर ओके टोयलेटको भित्रमा पुरै 5 मिनेट यसलाई आमा कसम खाऊ त बहिनी आदि कपाल छ नि यो पुरै काट्ने यो पुरै उले आमा कसम रे उले पनि आमा कसम रे उले पनि आमा कसम रे हैन फेरि सुन्न पर्यो यसो आमा फेरि कसम सुन्नु खाए म गर्छु तिमी पनि खाऊ ल खाऊ पक मासले टल्के हारिस भनी यति दाएँ बाएँ बोल्छु नि मासले आएर तल रतुवा खोलामा खाऊ मासलाई मैले हान्दैन भने हेर विचार गर तिमीले मेरो आमाको कुकुर छ भन्ने कसम कुरा थाहा छ। खाएको छौ ओके पक गाइज बहिनी, प्लिज लाइभ सेयर गाइज सबैजना नडरा। हजुर आज दाजु बहिनीको टिम के हो भन्ने कुरा आज यहाँ देखिन्छ के आज देखिन्छ सबैजना मिलेर लाइभ सेयर गर्नु गाइज कोही छ नि हेपेको होला गाइज कोही छ नि हेपेको होला गाइज आमा गाइज के साह्रो हेपेको गाइज त्यति साह्रो पनि भन्नु हुँदैन मान्छे कोही छ नि हेपेको भोटिनीको कोही न कोही छ नि गाइज कोही न कोही त छ नि गाइज कोही न कोही छैन यहाँनिर कोही न कोही छ नि गाइज कोही न कोही छैन यहाँनिर हेत्तेरी कस्तो हेलो मेरो काम भोटिनी, दुख्छ है, हेलो। अलि बिस्तारै बोल यस 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 आमाको कसम खाऊ गाइस कतिचोटि खानु पर्यो कतिचोटि खानु सबजना पर्यो लाइभ सेयर फेरि गर्नु खाऊ आमाको कसम म गर्छु ओइ। खाऊ अहिले खाइसक्यो है कचोरी खाने कसम कचोरी खाने कतिचोटि खानु अहिले भरे खाइसकेको छु हुँदैन ओके, सेम ल, पनिसमेन्ट लेट्स गो सेम पनिसमेन्ट अरे। कतिचोटि खानु ल, हिरो नबने त फेरि त को है तैँले 10 चोटि खायो भने कसम 10 चोटि खाने हो तेरो त ओइ टल्के आदर न म के ओइ हाल्नु। गोरे लाइभ सेयर गरिदिनु ल आइज, गोरे। गोस। एकछिन यिनीहरूलाई म्युट गर एक मिनट तिमीले टाइम दिन्छ लाइभ सेयर गर्ने गाइस एभ्रीवन लाइभ सेयर गाइस ल गाइस गाइस यस्तो गेम सबजनाले गाइस एकचोटि प्लिज गाइस खतरा सबैजना लाइभ सेयर मिलेर गर्नु गाइस गाइस यति साह्रो हेप्यो नि गाइस सबैजना मिलेर खेल्नु गाइस ल यो गेम एकचोटि गाइस ल प्लिज एभ्रीवन मिलेर ल त एकचोटि गाइस सबैलाई लाइभ सेयर गरिदिनु गाइस एकचोटि है एकचोटि सबैजनालाई लाइभ सेयर गर्नु गाइस एकचोटि ल यो गेम हामी जे परिपऱ्यो गाइस एकचोटि ल एक हो के सबैजना ल एक गेम हो के नरेश एक गेम हो गाइस प्लिज प्राइभेटबाट ल हान्नु न प्राइभेटबाट भइन हान्नु न एक गेम हो के वान एन्ड डन हो हेर्छ बुढाबुढी होइन, आएको दाइ। सक्कल देखाएर वान एन्ड डन हो अँ। हेर्न त्यहाँ दुईजना आएको मा कलौटेको बुढाबुढी मा सदा दाँत सदा एकैचोटि हालिन्छ त्यो मोबाइल हेर्दा? मोबाइल दाइ मोबाइल मोबाइल बहिनी मोबाइल बहिनी त्यहाँ। बहिनी बहिनी सुन्न हजुर यसलाई अँ। केटाको चस्मा है केटीको चस्मा नि थाहा छैन यो त साउन्डमा उडेको हो नि त्यहाँ मोबाइल होइन बुढीको मोबाइल चस्मा लगायो बुढाबुढीको मोबाइल 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 सन्तोष सन्तोष भाइ तेजेन्द्र भाइ आज एकचोटि एकचोटि गाइस मिलेर खेल्नुपर्छ गाइस सबैजना मिलेर गाइस एकजुट भएर गाइस सबैजना मिलेर खेल्नुपर्छ गाइस भोटिङको के हो देखाइदिनुपर्छ गाइस पावर गाइस ल यति साह्रो हेप्छ नि गाइस आम्मामा गाइस आज मात्रै हो है यो गेम हरेकचोटि हुँदैन त्यही भएर प्लिज सबजना अनि के गरेको सिङ्गल मलाई चाहिँ यस टाइम हुँदा यस्तो कुल्लीलाई कहाँ गेम लाउन जानेकै छैन नि यस्तो कुल्लीहरूले ठीक यिनीहरूलाई त्यस्तो कुरा मान्छे सुन थाहा छैन गिफ्टिङ गर्छ उसले मान्छे यो चन्दन गर्दैछ चन्दन वान एन्ड डन वान एन्ड डन वान एन्ड ओके डन वान एन्ड डन खेल्छु आज वान एन्ड डन खेल्छु वान एन्ड डन हुन्छ म One and done मात्र हो वान नि एन्ड डन हो गाइस लाइभ सेयर गर्नु गाइस एकचोटि मान्छे प्लिज ओके। लगाना हो सङ्गीत ब्रदर सिङ्गर ब्रदर ओइ, वेलकम बक्न एकैछिन पर्छ कि कस्तो गेम माई ब्रदर ओके थ्याङ्क यू माई ब्रदर लभ यू ब्रदर एभ्रीवन गेम लाइभ लगा सेयर गाइस ल एकचोटि दाइ मात्र है दाइ अँ अँ अलिकति हुनु पर्यो अलिकति फेरि बेजत हुन्छ दाइ अँ अलिकति हुनु पर्यो टडक भडक दाइ ल यसो दाइ लाइभ सेयर गर्नु त गाइस गाइस प्लिज लाइभ एभ्रीवन लाइभ सेयर वान एन्ड डन है
सन्तोष भाइ हाम्रो अरू को छ गाइस यो मन त मेरो नेपालीलाई दिलीपलाई सबजनालाई म्याक्स ब्रदरलाई गाइज को हुनुहुन्छ गाइज आइडी सो गर्नु त गाइज को हुनुहुन्छ गाइज फुल फाल्नु त गाइज आइडी सो गर्नु त गाइज को हुनुहुन्छ गाइज आइडी सो गर्नु त गाइज को हुनुहुन्छ आइडी सो प्लिज गाइज को हुनुहुन्छ आइडी सो गाइज आइडी सो गाइज प्लिज को हुनुहुन्छ गाइज प्लिज आइडी सो गरिदिनु त को हुनुहुन्छ सङ्गम गाइज को हुनुहुन्छ डियर ब्रदर डियर माई लाइफ गाइज को गाइज को हुनुहुन्छ आइडी सो गर्न प्लिज गाइज कोही छैन अरे गाइज कोही छैन क्या गाइज सङ्गमहरू पनि टपमा हुनुहुन्छ खोइ बिजी हो के हो सङ्गम रोज फाल्नु त हुनुहुन्छ अनि डियर माई लाइफ रोज फाल्नु गाइज को हुनुहुन्छ प्लिज गाइज रोज फाल्नु न रोज फाल्नु त गाइज आइडी सो गर्नु त को हुनुहुन्छ यो एकचोटि गाइस एकचोटि सबैजनाले खतरा डिसेम्बर प्लिज एकचोटि गाइज प्लिज डिसेम्बर खेलिदिनु एकचोटि प्लिज डिसेम्बर म बिहान लाइभ से गर्छु गाइज ल डिसेम्बर कहाँ हुन्छ गाइज प्लिज डिसेम्बर एक गेम खेलिदिनु न हिलो खराउने गए गोबर खराउने भन्छ क्या हेर्नु न डिसेम्बर हेप्छ डिसेम्बर प्लिज यदि हुनुहुन्छ भने खेलिदिनु न डिसेम्बर आइडी सो गर्नु एकचोटि आइडी सो गर्नु रोज फाल्नु त डिसेम्बर रोज फाल्नु प्लिज गाइज भेना गाउनु भयो गाइज भेना लाइभ सेयर गर्नु गाइज भेनालाई लाइभ सेयर गरौँ त गाइज भेनालाई लाइभ सेयर गर्नु भेनालाई लाइभ सेयर गाइज भेनालाई लाइभ सेयर गरिदिनु न बहिनी हजुर ल रेडी हो रेडी ल खेल्ने ल रेडी आइज आइज ल लाउनु त गेम भेना लाइभ सेयर गाइज प्लिज दुईजनालाई म्युट हो त हामी दुईजना मात्र हो भेना लाइभ सेयर डिसेम्बर प्लिज गाइस गेम मैले सुरु गरेँ गाइस लेट्स गो गाइस सबजना डबल ट्याप जान्ने गाइस डबल ट्याप यस्तो जान्ने गाइस प्लिज आज हाम्रो सुरु गेम है एकचोटि डबल ट्याप यस्तो जान्छ गाइस प्लिज सबजना मिल्नु ल यो गेम सधैँ हुँदैन गाइस एकचोटि मात्र गाइस प्लिज सबजना मिलाउनु गाइस डबल ट्याप one and done guys one and done guys सबैजना मिलेर खेल्दिम गाइस प्लिज गाइस सबैजना मिलेर मगर गाइस सबैजना मिलेर डबल ट्याप गाइस प्लिज एभ्रीबडी गाइस कम अन डबल ट्याप गाइस प्लिज गाइस सबैजना मिलेर टुगेदर गाइस कम अन गाइस अयो तिरपल खुले गाइस तिरपल खुले गाइस तिरपल खुले डबल पो खुले गाइस डबल नहान्नु गाइस तिरपल खुल्छ होला गाइस दाइ डबलमा बुस्टिङ गाइस प्लिज कन्टिन्यू डबल ट्याप जान्दै गाइस उतार बुस्टिङ लाउँछ होला गाइस बुस्टिङ हान्नु गाइस ल उतार बुस्टिङ लाउँछ होला गाइस प्लिज गाइस सबै मिल टुगेदर गाइस उतार बुस्टिङ लाउँछ होला गाइस सबै मिले खेल्दिङ गाइस ल गाइस लाइभ सेयर गाइस प्लिज लाइभ सेयर गाइस बुस्टिङ दाइ म बुस्टिङ लाएर ल बुस्टिङ छ एक गेम मात्र खेल्नु पर्यो ल गाइस सबजना मिला गाइस 150 गाइस 150 गाइस छिटो वन रोज का प्लिज गाइस वन रोज लेट्स गो गाइस उतार बुस्टिङ छ होला गाइस बुस्टिङ लाउँछ होला गाइस प्लिज बुस्टिङमा खेल्दिङ गाइस उतार बुस्टिङ लाउँछ होला प्लिज पीएम कन्ट्रोल पीएम गाइस उतार बुस्टिङ छ होला प्लिज गाइस सबजना मिले खेल्दिङ गाइस ल उतार बुस्टिङ छ होला गाइस चन्दनले ओपी दिएको छ गाइस सबै दाइ मिले खेल्नु उता बुस्टिङ छ होला गाइस ल बुस्टिङ छ गाइस बुस्टिङ दाइले बुस्टिङ लाउनु हुन्छ होला गाइस बुस्टिङमा खेल्दिम गाइस ल सबै दाइ मिले टुगेदर गाइस लेट्स गो गाइस एभ्रीबडी गाइस प्लिज हाम्रो स्कोर धेरै छ गाइस ल हाम्रो स्कोर धेरै छ गाइस सबै दाइ मिले खेल्दिम गाइस हाम्रो स्कोर धेरै छ दाइ बुस्टिङ लाउनु बुस्टिङ दाइ बुस्टिङ लाउनु न दाइ बुस्टिङ हान्नु बुस्टिङ लाउनु त एकजनाले बुस्टिङ हान्नु बुस्टिङ दाइ बुस्टिङमा गाइस कम अन लेट्स गो गाइस बुस्टिङमा गाइस बुस्टिङमा जाम्न गाइस प्लिज PM guys सबैजना मिलेर टुगेदर गाइस प्लिज गाइस लेट्स गो डिसेम्बर गाइस मिलेर गाइस उता के हान्दियो गाइस मिलेर सबैजना मिलेर खेलौँ न गाइस बुस्टीमा गाइस लेट्स गो प्लिज गाइस सबैजना मिलेर टुगेदर बुस्टीमा गाइस कम अन भेट्छ सबैजना मिलेर प्लिज बुस्टीमा गाइस लेट्स गो सेप्टेम्बर दाइ गाइस सबैजना टुगेदर गाइस लेट्स गो बुस्टीमा गाइस कम अन गाइस बुस्टीमा पेलौँ न गाइस सबैजना मिलेर खेलौँ न गाइस बुस्टीमा गाइस कम अन गाइस बुस्टीमा लेट्स गो गाइस बुस्टीमा गाइस प्लिज गाइस बुस्टीमा खेल्दिम गाइस सबैजना टुगेदर लेट्स गो गाइस बुस्टीमा खेल्दिम न डिसेम्बर यदि हुनुहुन्छ भने कोही हुनुहुन्छ भने प्लिज गाइस धेरै स्कोर छैन गाइस भेटिन्छ गाइस धेरै स्कोर छैन बुस्टीमा क्लिक गर्दै गाइस बुस्टीमा क्लिक गरेर सबैजना मिलेर टुगेदर खेलौँ न गाइस बुस्टीमा क्लिक गरेर दाइ के भयो के गाइस सबैजना मिलेर खेल्न बुस्टीमा क्लिक गर्दै गाइस प्लिज बुस्टीमा क्लिक गर्दै खेलौँ न
Guys, boosting my guy, let's go, guys, boosting my guy, let's go, boosting my guy, boosting a go, guys, सबैजना मिलेर खेलौँ न guys, please, guys, let's go, boosting my guys, come on, मिस्टर सम्बा लेट्स गो guys, boosting my, अझै please, सम्बा भाइ guys, सम्बा boosting my थ्याङ्क यू guys, सो मच सबैजना दाम त गाइस सबैजना guys, बढाउनु please, गाइस guys, एकचोटि boosting my अझै guys, 10 come सेकेन्ड छ on, गाइस guys, गाइस let's go, guys, भेट्छ के guys, 50,000 को फरक हो guys, 1 लाख को फरक हो guys, सबैजना मिलेर खेल्दियौँ न guys, दाइ, लास्ट 30 सेकेन्ड बस्छौँ ल त्यहाँ कसरी guys, के भएर गेम पर्यो मलाई आइडन्ट नो हैन गाइस सबजना मिल ल guys, सबैजना मिलेर मिस्टर खेल, सम्बा भाइ थ्याङ्क यू double tap, guys, सबैजना आम्मा मिलेर मैले together, खासै मैले कोही double tap, देखेन कि please. Double tap, guys, सबैजना मिलेर together, guys, double tap, let's go. पागल जान, वेलकम. एकचोटि खेल्दिन न गाइस पागल थ्याङ्क यू सो जान. मच गाइस थ्याङ्क यू सो मच गाइस Guys, सबैजना मिलेर गाइस together, सबैजना guys, मिलेर ल please. दाइ, गाइस अलिकति सबैजना बढाउनु मिलेर ल दाइ. Guys, सबैजना मिलेर boosting, guys, boosting, मिस्टर हान्नु, सम्बा guys, थ्याङ्क यू सो मच गाइस boosting, सबजना guys, मिलेर गाइस ल please. कन्टिन्यू डबल कोहीसँग छ उतापट्टि भने कसरी boosting हाने हान्नु, कि मलाई please, यो चाहिँ guys. थाहा भएन है Boosting मा, guys, let's go, मिलेर गाइस खेलौँ न, गाइस guys, गाइस let's go. Boosting मा, guys, मिलेर खेलौँ न, guys, boosting मा, guys, let's go, guys. Boosting मा, guys, एउटा guys 10,000 हान्यो भने भेट्छ guys, boosting मा भेट्छ के guys, एउटा 10,000 हान्यो भने guys, boosting मा भेट्छ के guys. सबैजना मिलेर खेलौँ न boosting मा, guys, let's go. Guys, boosting मा, guys. Guys, let's go boosting मा, सबैजना मिलेर खेल्दियौँ न. Guys, boosting मा, guys, let's go, guys, boosting मा. Guys, सबैजना मिलेर खेलौँ न, guys, boosting मा. Guys, last second boosting, boosting मा, please. Die, boosting मा हान्नु भन्नु न. Guys, there time छैन guys, मिलेर let's go boosting मा December. Guys, सबैजना मिलेर boosting मा, guys, let's go please, guys, boosting. Guys, boosting मा, guys, सबैजना मिलेर let's go, guys, boosting मा, guys, let's go. Die. Guys, let's go stop. एकछिन म्युट नखोल ल तिनीहरूलाई ओइ साले टल्के म्यासले मर्न सक्यो बटी निकाल म्यासले हामीले पनिसमेन्ट गर्छु भन्ने कसम खाएको हामीले पनिसमेन्ट गर्छु भन्ने पैदा गराएको छ दाइ पोइन्टको लागि नबिग्रे तैँले कसलाई भने पोइन्टको लागि नबिग भन्दा बहिनी यो पछाडि एक गेम खेल्नै पर्छ ल यो पछाडि हामी बराबर गर्नै पर्छ पनिसमेन्ट गर्छु यो पछाडि एक गेम खेल्नु पर्छ यहाँ सुन्नु है हामी पनिसमेन्ट गर्छु त्यस पछाडि एक गेम खेल्नु पर्छ गर्नुस् नगर्नुस् मलाई थाहा भएन ओइ मायाले त हिरो नबने फेरि भजिनिका दुई बाल्टी गोबर टोयलेटको भित्र 5 मिनेट कपाल काट उठ ओइ रतुवाको टल्के ओइ साले जोगी मेरो बहिनीलाई औँला उठाएर कुरा नगरे मायाले म फेरि म फेरि दाइले मलाई मात्र किन खाली मलाई मात्र देख्छ खाली मलाई मात्र किन हेर्छ यसले खाली हात उठाउँछस् मायाले तेरो हात तोडिदिन्छु भाइ फेरि विचार गरे साले राम्रोसँगले भन्न राम्रो मुखले भन् बहिनी गाली दियो भने म पनिसमेन्ट गर्दिनँ भन् त हात नउठाइकन हो राम्रोसँग भन् त ओइ राम्रोसँग हात जोडेर भन् तैँले अघि गाली गरेको छस् नि हात जोडेर भन् बहिनी पनिसमेन्ट गर भन् मासल नगर बहिनी गर्दैन भने कसैले पनि गाली दिएको छैन ओके बहिनी गर राम्रोसँग भन् मेरो बहिनी खुसी भयो ओइ अब एकचोटि गाली गरे भने गर्दैन भने बहिनी भने गर्दैन भने राम्रोसँग गर्दैन भन् फेरि मासले मेरो बहिनीलाई गाली दिन्छ मर्छस् फेरि
साले हिरो बन्छस् के भोटेनी हेलो हेलो सुनिरहेको छु सुन न के यो पछाडि खेल्छस् नि हैन अर्को गेम फिटमेनसँग कुरा काट्दै बसेको छ हैन खोइ त सकेन न त गर त मेरो यो प्यारो गेम पछाडि भोटेनी, फेरि खेल्छस् हैन एकचोटी मेरो प्यारो यो गेम बहिनी, पछाडि खेल्छस् नि गर त एकचोटी बाबा, हैन गर त यो गेम पछाडि एकचोटी खेल्छस् हैन खेल्छु ल पहिलाको गर्नुहोस् त हो ल ल ल ल गर्नुहोस् त बाबा गर्नुहोस् त कपाल काट दे बाबा जे बोला जग्गा काट दे बाबा माछल तैँले कपाल काट भन्ने काट्ने हो त गर तीनटा अप्सन छ जे जेसुकै गर टोइलेट होइन यसले चाहिँ मलाई मात्रै किन यति साह्रो हेपेको यसले चाहिँ मलाई मात्र खाली आम्माको कसम खाएको छौ कोइन त आज छ भोलि छैन हैन तर तिमीले आम्माको कसम खाएको छौ आम्मा कसम ओके गर ल बहिनी गर्दै गर्दै बहिनी गर्दै के गर्नु भन्दा के गर्नु भन्दा के दिएको थियो अरे यसले पनिसमेन्ट कति नराम्दिन्छ गएर गोबर दिएर टोइलेटमा गुमा जारे अनि कपाल काटिदिएर होइन कति नराम्दिन्छ अनि यो गोबर खाएर हुर्के मान्छे त यसले तिमीलाई कहाँ भात खा भन्छ त अनि हैन म गोबर खान्छु त अनि हामी गोबर कुनै 5 मिनेट गन है म्या जस्तो ल जा दाइ भन्दा के गर्नु भन्दा जा के गर्नु भन्दा ब्रान्डेड टाइमर 5 मिनेट एकछिन म टोपी खोल्छु कि टोपीले दलाए मेरो के गर्नु भन्दा मेरो के गर्नु भन्दा ब्रान्डेड मेरो के गर्नु भन्दा ब्रान्डेड बोका त्यो- टाइम हेर्नु लट्ठी के रे? 5 मिनेटदेखि तल हेर्न त्यो गोबर खने के अरे हिलो खने हिलो हाल होइन बाथरुममा यस्तो टाउको तल गरेर यसरी हाल अरू केही गर्नु पर्दैन जा नेक्स्ट गेम देख्छस् म्या सला तिमीहरूले गाइज पनिसमेन्ट गर्नु पर्यो नि मार्नु गाली मलाई मात्र देख्छ गाइज खालि मलाई मात्र गाली गर्छ जोली नि पर्ने बहिनी नेक्स्ट गेम बाँकी छ पक्न नेक्स्ट गेम बाँकी छ पक्न खालि बाहिर आउनुपर्छ गाइज फेरि हिरो खान मेरो मुद होइन तिमीहरू दुईटाले मेरो गु खान्छ तिमीहरू दुईटाले मेरो गु खाएको मासाले मैले गर्दा गर्दै यस्तो गरेँ म गर्दिनँ फेरि मासाले मैले भन्ने छु गरेको देख्दैनस् म्याच छ नि साले देख्या दाइ मलाई देखे ओइ मासाले कुकुर होइन 6 मिनेटदेखि 9 मिनेट हुन्छ मासालेहरू फेरि बढ्दा नबोले फेरि साम्बा भाइ मिस्टर साम्बा सबजनालाई लाइभ सेयर ल मिस्टर साम्बा लास्ट गेम भोटिनी गर्न छिटो गर्न भागो यार भोटिनी यार हुँदैन यार ब्रान्डेड यसलाई त गोबर खनिया गोबर दियो गोबर तिमीले आमाको दुध खाएको छ भने आमालाई इज्जत गर्नु के गोबर दियो ओइ ओइ के गर्न लाग्छु ओइ मेरो बहिनीले त्यहाँ गर्न लागिरहेको ओइ टल्के भोटेनीले गर्दैछ मासले बढी बोलिस् भने फेरि तेरो दाँतमा झार्ने म फेरि विचार गरौँ मासला हिरो बनेको कुत्ता
हिलो हो यो यत्रो गोबर हुन्छ हिलो हो त्यो गोबर यो देखा गोबर नभए के हो यो गोबर नभए के हो गोबर होइन त्यो हिलो हो चल चिम्टे माटोको त्यो गोबर है ए ब्रान्ड माटो हो त्यो गोबर हो गोबरलाई माटो नभने माछाले कुत्ताहरू म गोबरलाई हिरो चाहिँ बनेको मैले- साँच्ची हो गोबर देखाऊ गोबर गोबर देखाऊ रियलीमा गोबर देखाऊ रियलीमा हातमा ल्याएर गोबर धेरै देखाऊ गर्छ यार। गोबर तिमीहरूलाई पार्सल बनाएर पठाइन्छ खान्छस् के हो यो गोबर नभए के हो माटो माटो हिलो माटो हो त्यो कसरी माटो यो गोबर देखेन माटो गोबर देखाऊ गोबर देखाऊ दुईटालाई के ल्याब टेस्ट गरेर देखाउनु पर्ने है गोबर कुकुरहरू देखाऊ गोबर ओके ओरिजिनल गोबर देखाऊ ओरिजिनल गोबर छिटो ओरिजिनल गोबर गोबर पनि ओरिजिनल र डुप्लिकेट हुँदो रहेछ यार भाइ बहिनी ए! डरो खायो ओरिजिनल गोबर यस्तो हुन्छ यी, हेलो। ओरिजिनल गोबर पछि देखो यस्तो हुन्छ गोबर देखाऊ गोबर यस्तो हुन्छ ओरिजिनल गोबर यो यो के के हो हो? यो के हो त्यो यस्तो यो हुन्छ गोबर गोबर नभए के हो यो गोबर नभए के हो मुखमा दल त मुखमा दल मुखमा ओके। दल त त्यो ओइ, मुखमा ओइ, दल ओइ। गोबर नभए के हो गोबर दल यहाँ सुन्न कोही टल्के गोबर के तिम्रो अझै योमा मुखमा थुतो नमाज पुरै फेसमा पुरै दल होइन म त मान्दैन वास गर्न नपायो वास गर्न पाउँदैन लगा गर्न दिएन है मैले भनेको मान्दैन मान्दैन गर्दिन के गर्दा जा गर्दिन जा ओके चल बाग चल निकल जा ओइ बहिनी नजाइ उनीहरूले के साह्रो दल मुखमा दल तैँले 2 अघि ओइ लाखको तैँले स्कोरको पोइन्ट यही हो 2 लाख स्कोरको तैँले अघि मुखमा दल्ने भनेको के थियो साह्रो हेर्छ त्यसले तैँले मुखमा दल्ने भनेको थियो कि पुरै भनेथ्यो? बडीमा थियो हेलो हो पुरै बडीमा त हाले नि त नि। हालेको त नि ओइ त मुखमा पुरै बडी भनेको पुरै बडी मुख Full body. पुरै बडी अमेरिका कसरी त गयो फुल बडी ओके फुल बडी फुल बडी फुल बडीमा अनुहार पर्दैन है कुकुर अनि यो टाउकोदेखि यो रतुवा फेसमा खोला पनि कुल्ली। हालेको त ओइ त भएन अझै त पुरै त्यसलाई बढ्दा नबोले त त अलि बढी बोलिसकिस् ल दाइ हेर्नु यस्तो गर्नुहुन्छ अनि पुग्यो बहिनी पुग्यो ओके ओइ बाई, बाई। ओइ 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 बाई, भागिस् बाई। भने मोरिसै फेरि फेसमा दल ल अलिकता दल्दे बहिनीलाई यतिकै अलिकता दल्दे ल मुखमा ल भयो बल्ल बल्ल लेभलमा अब एक वचन बोलिस् भने तँ दुईटा मासले मुर्कुटेको मासले अनुहार नपरेको कुकुरहरूलाई फेरि विचार गरे तक्लु कस्तो लाग्यो पेलाई कस्तो लाग्यो तक्लु यसलाई भन्छ रम्बल पेलाई साले तँ दुईटालाई एकैछिन पख्न के को यो गेममा पक्ने आइज हामी न। जाने सल्लाहले झौला सल्लाह यो गेममा भयो आइज। अब पुगो ओए यो गेममा भागिस् भने भाइ तिमीहरूको लास कुद्छ विचार गर कुदा आउ जेसुकै गर के साह्रो हेरेको अहिले मलाई के साह्रो हेरेको त नि ओके तक्लु लेखेर कमेन्ट गर्नु त कतिजना तक्लु लेख्नु त हेरौँ दाइ के गर्ने हो ब्रान्डेड भाइ बहिनीले ठोक्यो त आज आज त ठोके त अमिलो भयो त नि ओके ल ब्रान्डेड बोका सुन पनिसमेन्ट बोल्न लगाऊ पनिसमेन्ट बोला भटेने खेल्न मन छ भने यता फास्ट नभए मन बहिनी। छैन। सेम पनिसमेन्ट दाइ मलाई सेम पनिसमेन्ट चाहियो मलाई सेम पनिसमेन्ट ल सेम पनिसमेन्ट ओके, तिम्रो सेम पनि सुन मेरो पनिसमेन्ट तिम्रो आधी कपाल यसरी पुरै काट्छौ कपाल तिम्रो आधी कपाल यसरी पुरै काट्छौ ओके भन बहिनी ओके भन गाइस लाइक सेयर गर्नु गाइस सुन सबजना लाइक सेयर गर्नु ल प्लिज फिल्डमा सबैले लाइक सेयर गर्नु है एकछिन फिटमेन्ट मिलेर ल, guys। गर्नुहोस् नि सबैजनाले लाइक सेयर गर्नु त यसलाई साला मैले ठाउँमै भेटिनँ कि। नबोल न बिचमा हो ल गाइस लाइक सेयर गर्नु है तक्लु। फाइनल गेम हो तक्लु लेखेर आजको है एकछिन यो आजको नबोल्नुहोस् फाइनल नि। गेम ल हेलो। सबैले लाइक सेयर गर्नु त
कति बोलेको यार यो मान्छेले आज यार चाहिँ यिनीहरू छैन कि हामी छैन ल यो फाइनल गेम गाइज एकचोटि ल सबैजना हाम्रो टिमहरूले सबैले गर्दा दाइ सबैले खाली लाग्छ कपाल काट्नु बाहेक केही के आउँदैन एकछिन मुख बन्द गर्नुहोस् नि सुन बहिनी तिम्रो कपाल पुरै काट्ने यसरी ओके तैँले नासाले मेरो बहिनी बोले होला तैँले मेरो बहिनीलाई धेरै चुप चुप मुख बन्द नगरे नासाले त्यो तमासो बोल्ने हो ओके सेकेन्ड नम्बरको अप्सनमा तिमी यस्तो भन्नु ल सेकेन्ड नम्बरको अप्सनमा तिमीलाई म टोयलेटको जुन पिन हुन्छ नि यसको भित्र हग्ने ठाउँमा छचक्क बस्छौ नि योमा पुरै टाउको तल खुट्टामाथि 5 मिनेट फेस के देखेर साह्रो हेर्नु दाइले मलाई हेर्न केही टोयलेटको पनिसमेन्ट तँलाई दियो भने गर्छ भन त केही पनिसमेन्ट तँलाई दियो भने गर्छ भन त त्यो जाठाले तैँले बोल्छ नि हेपेको तैँले तँ बोल्छ भने हेपेको त जाठाले यो म्याच नेस त बोल्न सक्यो भने यति साह्रो पनि हेप्दैन मान्छेलाई बोल्छौँ हामी के को बोल्न पैसाको सक्दैन लागि गोबर त खनियाइस् त तँ ब्रान्डे त चुपै भने तँ चुपै चुराइ बस्छ फेरि ब्रान्डेड मेरो नबोल्न साथी एकछिन किन चन्द्रलाई बिच बोले हेपेर पर्दैन सिधै भनेको ब्रान्डेड बोका तँ चुप तँसँग साह्रो कारण त चुप लाएर बस भेट्ला फेरि एक पनिसमेन्ट एक्सेप्ट गर टाउको तल खुट्टामाथि टोयलेट भित्र डब्बु भित्र खल्ली खल्ली चुप बस चुप किन बोल्ने चुप पर तल डन्ठाले हाल्छु म ओइ ब्रान्डेड एकछिन नबोल न कस्तो मायाले कुकुर जस्तो भुगिया हो नबोल एकछिन सुन एकछिन प भोटेनी कपाल काट्ने दोस्रो टोयलेटको पिनमा हग्ने ठाउँमा टाउको तल खुट्टामाथि हैन राजदाई कन्ट्रोल दाई तिम्रो तेस्रो नम्बरको अप्सनमा सुन तेस्रो नम्बरको अप्सनमा 15,000 को गाइस यिनीहरूले साँच्चै कुर्ती गरे होइन एकचोटि सबैले लाइभ चाहिँ पहिला सेयर गरिदिनु त ल यो गेम अलि भएन ल यो गेम अलि स्ट्रङली खेल्नु पऱ्यो गाइस ल एकचोटि लाइभ सेयर गरिदिनु त सबैजनालाई ल ओके एकचोटि लाइभ सेयर गरिदिनु त 15,000 गिफ्ट हान्छु ल बोल सेम पनिसमेन्ट सेम अहिलेको सेम हुन्छ सेम है ल त अहिलेको सेम हुन्छ एकचोटि यो अलि उनी भएन कि दाइ अहिलेको सेम हुन्छ दाइ ल सेम दे ल ओके गाइसहरु सबैले लेख्नु त सबैले टक्लु मात्रै राजदाई जिआरजी दाई राजदाई आई डोन्ट नो गाइज फर्स्ट टाइम आउनु भएको छ हाम्रो लाइफमा जिआरजी दाई अनि राजदाई सबैले गाइज ल फलो पनि गरिदिउँ गाइज ल हाम्रो टपमा हुनुहुन्छ गाइज ल जिआरजी दाई अनि प्लस राजदाई हुनुहुन्छ प्रकाश छेत्री दाईलाई सबैले गाइज फलो गाइज के कसम बिल्ला गाइज ल सबैले गाइज के एक आपसमा फलो पनि गर्नु र सबैले गाइज ल वन एन्ड डन हुन्छ एभ्रीबडी गाइज के टिम वर्क एन्ड डबल ट्याप गाइज ल सबैले गाइज के टिम वर्क एन्ड डबल ट्याप र लाइभ सेयर गाइज के लाइभ सेयर गाइज ल ओके गाइज सबैले गाइज ल एभ्रीबडी गाइज ल सबैले गाइज के टिम वर्क चन्दनको पनिसमेन्ट एउटा पनिसमेन्ट तिम्रो त्यो दारीदेखि आँखासम्म एउटा कपाल रहनु भएन सब फाल्छ अर्को पनिसमेन्ट तिमी पनि त्यो टोयलेटमा गएर मुख गाडेर बस्छ टाउको टाउको गरेर तिम्रो तेस्रो पनिसमेन्ट तिम्रो बुढीलाई 2 बाल्टिङ गोबर खनाउन लौ यता तिमी र म गेम खेल्दैछु मैले तिम्रो आमा बुवालाई दिएको छैन तिमी पनि सिर्फ तिमी र मलाई देऊ आइडी गयो होइन भागो आइडी गयो भागो कसो गरिले राख्नु के भयो बहिनी के चन्दन टाइगर टाउन दाइ कता गयो भागो रोजक्सी ब्रदर वेलकम फिटमेन्ट जाएको टिम गयो अब न्यू स्टारलाई बोलाऊ तिम्रो टिमलाई हल्ला नगरे म्यासले एकछिन न्यू स्टारलाई बोलाऊ त तिमी जाऊ त ल म गए तसाले दुईटा कुकुर न हो यहाँ धेरै फेरि प्याङ गाइस म अब चाहिँ सिरियस गेम खेल्छु है त्यो साह्रै भएन ल सुन्नुहोस्
तपाईँ र म one and done हुन्छ पनिसमेन्ट बोल्नुस् पर्के मेरो बहिनीले बोलाम एकचोटि होइन हुन्न आइ गएको अब हेर कसैलाई पनि नोट भएन ओके तपाईँ र म केले भाइ भन्नुहोस् न हामी जाने यसले अब कल गर्छ यार गाइस सबै गाइजलाई फलो गाइज के एक आपसमा गाइज सबैले गाइजलाई फलो गाइज के फलो ल 16,000 17,000 भ्युअर्स छ गाइज के एभ्रीवन गाइजलाई फलो गाइज ल 17,000 भ्युअर्स इन द हाउस गाइस सबजना लाइभ सेयर गर्नु त भोटेनी बहिनी आउँदैछ गाइस अब तपाईँ र म लाइभ गेम सेयर खेल्ने सुन्नुहोस् म 4 मा चाहिँ नखेल्ने ओके तेरो र मेरो बाँकी नै छ भोटेनी बहिनी आउँछ एकचोटि यो गेम फाइनल हो मासले ल तैँले ल मेरो हुँदैन बहिनीलाई कसरी तपाईँ र म हिरो आउनुहोस् खना ओके एकछिन सुन्नु 5 मिनेट टाउको सुन्नु 5 मिनेट साबर 5 मिनेट साबर तपाईले लगाएको जुत्ता च्यात्नु पर्यो र तेस्रो नम्बरको अप्सनमा 50 पल्ट उल्टी जामा हान्नु पर्यो ओके हो ल ठिक छ ल तलाई पनि 50 चोटि उल्टी जम है तेरो पनि 50 चोटि उल्टी जम ओके बुझिस् तेरो पनि 50 चोटि उल्टी जम ड्रम भरि हिलो र पानी हालेर 20 चोटि गुटुटु टाउको छिराउनु पर्यो ओके अनि तेस्रो पनिसमेन्ट भनेको ओके बोल्नुस् तेस्रो पनिसमेन्ट 2 लिटर पानी खाएर 20 चोटि उठबस गर्छस् आइज गाइस लाइभ सेयर गाइस ल सबैले गाइस लाइभ सेयर जय रास्ता आशिक हूँ मैं कातिल भी हूँ सबके दिलों में वन एंड डन छ गाइस ल 15-16 हजार भ्युअर्स छ गाइस ओके सबैले गाइस ल टिम वर्क गाइस ओके एभ्रीबडी गाइस ल टिम वर्क गाइस ओके 16,000 भ्युअर्स छ गाइस ओके 16,000 भ्युअर्सले गाइस ओके टिम वर्क गाइस ल वन एन्ड डन छ गाइस ल वन एन्ड डन छ गाइस वन एन्ड डन छ उताबाट आयो गाइस उताबाट मान्छे आयो गाइस ल प्लिज हिम्मत हार्नु भएन जिआरजी दिदी राज दाइ अर्जुन दाइ लेजेन्ड विकास दाइ मेरो माया दाइ वन एन्ड डन छ गाइस ल टुगेदर गाइस अन्त ट्याप आइन गाइस ल कोहीसँग बुस्टिङ छ गाइस प्लिज हु हेभ द ग्लोभ्स राज दाइ डबल नो कम हेलो ड्याम चुटेर हेलो डबल आइन गेम कट हुन्छ कि हुन्न ओइ जेली गर्छस् मैना बस मैले कुत्ताको बच्चा बनाइदिन्छु माछाले कुत्ताको बच्चा बनाइदिन्छु म माछा फेरि नरु guys we have the gloves double aina guys la double aina guys double aina guys सबै गयो त guys one and done छ guys la no best of 3 guys one and done छ we have the gloves busted मरने से मैं कभी डरता नहीं बुस्टिङ छ भने guys la लगाइदिम न प्लिज one and done छ guys we have the gloves guys मेरो दाइहरु who have the gloves यार प्रोग्राम बन्यो अमे दिदी तपाईसँग बुस्टिङ छ दिदी हैन अमे दिदी तपाईसँग बुस्टिङ छ दिदी हैन 30 सेकेन्डमा लगाइदिनु न दिदी ल 30 सेकेन्डमा दिदी अमे दिदी 30 सेकेन्डमा बुस्टिङ दिदी खलासी दाइ अमे दिदी खलासी दाइ मेरो प्यारो दाइ मेरो सुगर बेबी खलासी दाइ मेरो डार्लिङ मनोरञ्जन छ दाइ प्लिज तपाईले म पानीपुरी खुवाउँछु दाइ खलासी दाइ गाज कमान गाज मेरो माया त गाज बुस्टिङमा इन्द्र दाइ गाज बुस्टिङमा सबैलाई टिम वर्क गाइस टिम वर्क इन्द्र दाइ उताबाट स्नाइप हान्छ उताबाट स्नाइप हान्छ गाइस one more boosting guys one more boosting
One more boosting, guys. One more boosting. One more boosting, guys. One more boosting, guys. Please. One more boosting, guys. Kokadai, one and done. Khalasi dai, Indra dai, Mera Maya dai, player dai. One and done. Player dai. Player dai. Guys, go. Guys, सबैले गाज ल. Khalasi dai, player dai, Indra dai, Mera Maya dai, Anis dai. Guys, go. Guys, come on, सबैले मिल्दिम न प्लिज. अलिकता फरक छ गाइस, अलिकताको फरक छ गाइस, अलिकताको. जित्यो जित भगवान जित. वाउ, दिए अहिले आएर मलाई ठिक लाग्यो. तैँले अहिले चिटिङ गरेन के चिटिङ गरे? उहुँ। के ल भन्नुहोस्. मलाई यस्तै बानी ल अब तपाईँ भन्नुहुन्छ सुन्नुहोस्. चन्दनले ल यो जति पनि आइडी छ नि मेरो कोइन हो. अब तपाईँको गारमा दम छ भने अब तपाईँ भन्नुहुन्छ कि मलाई चन्दन तिमीले सेल्फ गिफ्टिङ गर्यो. हो मैले गरे. प्लेयर दाई पनि मेरै आइडी हो, अलि ज्वेल पनि मेरै आइडी हो हैन. यताको सबै आइडी मेरै हो. अगर तपाईँको गारमा दम छ भने तपाईसँग पैसा छ भने तपाईँ खुद गर्नुहोस् सेल्फ गिफ्टिङ. ल ओके, गर्नुहोस्. हो गर्नुहोस् त, गर्नुहोस्. आमाको दुध खाएको छ भने पनिसमेन्ट गर. म पनिसमेन्ट गर्छु तर अहिले चाहिँ यार यो मलाई अहिले चाहिँ त्यो नै भएन के. त्यही त मैले खुद सेल्फ गिफ्टिङ गरेको त मैले भन्दैछु त. यताको सबै आइडी मेरै हो. अगर तपाईँको दम छ भने गारमा त गर्न तिमी हैन गर. मैले गरेकै हो त, मैले भन्दैछु त, मैले एक्सेप्ट गरेको त. भोटेनी बहिनीलाई जोड भन्दै त पनिसमेन्ट गरौ के. ल कसम खा म पनिसमेन्ट गर्छु. कसम मैले एउटा अहिले के हानेन भन्नु कसम खा त. आमा कसम भन्नु म पनिसमेन्ट गर्छु. म आमा कसम अहिले यताबाट मेरो कुनै पनि मेरो आइडी होइन के. सबै दाइहरूले मलाई माया गर्नुहुन्छ. तैँले हानेन आमा कसम भन्. आमा कसम यताबाट मैले एक कोइन पनि आज होइन. म आफूलाई अहिलेसम्म सेल्फ गिफ्टिङ कहिले पनि म गर्दिनँ, गरेको पनि छैन. ओके ल नेक्स्ट गेम खेल्ने बेलामा त पछाडि यसरी उभिएर बस्छ है. सुन त पछाडि बसेर अब नेक्स्ट गेममा चाहिँ त हात यस्तो गरेर बस्छस्. ओके किन तेरो बाउकोमा नकर हो तैँले मुनि हेरेर के कसको चाहिँ तैँले तपाईँको टिमले बाधा लगाएको थियो. तपाईँको टिमले बाधा लगाएको थियो अनि मैले अर्को फोनबाट हेर्दै थिएँ. नामर जस्तो बाधा लगाउँछ. किन बाधा लगाउँछ त? बादल तेरोमा भयो नि तैँले नि त लाउँछ त. तैँले लाउन लगाउँछ त. पनिसमेन्ट गर. ल पनिसमेन्ट गर्छु. दाइ भन्दाखेरि तपाईँलाई पस्दैन कि त पनिसमेन्ट गर. अब दाइ हल्ला नगरे मासले कुकुर मासले झेली गरेर रुन्छस्. मासले पलौटे मासले टल्के मासले अगुल्टे मासले सुँगुरे भतुवा. कसले भन्नु रेस्पेक्ट. यसले गाली गर्दा चाहिँ हुने अनि मैले उसलाई यो गर्दा चाहिँ हुने. अघिदेखि दाइ भन्दाखेरि अब घन्टाको त अब त भन्छु. त पनिसमेन्ट गर. ओइ मासले कलौटे त हिरो बनेको हो. आमाको कसम खानु भएको छ. मासले अब एकचोटि फेरि गाली बोलिस् भने मासले विचार गरे फेरि पनिसमेन्ट गर्दैनस् भने यहाँबाट निकाल. रुन्छस् तँसँग फेरि खेल्छु भाइ. यो पछाडि फेरि खेलिन्छ विचार गर. तेरो पनिसमेन्ट गर्छु मास.
अघिदेखि दाई भन्यो भने यसलाई इज्जतै पस्दैन यार। यसले अब दाई होइन, यसलाई यस्तै पाराले यसलाई बोल्नुपर्छ कि, अनि बल्ल ठिक आउँछ। अब उल्टै माछाले कुत्ता कोही टल्के माछाले रचुवा खोलाको माछाले दुम्बा व्रत नबोल्न पनिसमेन्ट गर्छु भने चाहिँ मैले गर्नुहोस् ल, छिटो गर्नुहोस् त। गाइस लाइभ सेयर ल त्यो पछाडि फाइनल म्याच एकचोटि खेल्नु ल के अरे होइन अहिले त मै छक्क परेँ क्या कस्तो त्यस्तो त हुन नपर्ने एक्कासी लास्टमा आएर त भने मैले खुद तर केही छैन गरेको त यता सबजना लाइभ सेयर है 34 लेभल हाम्रो आइडी भोटेन भनेको बहिनीलाई बोलाऊ हो, 36 लेभल आइडी एकचोटि भनेको धुलाई त्यसपछि भोलि भोटेन बहिनी राख्ने 38 लेभल आइडी हान्नुपर्छ भनेको एकचोटि मेरै हो। गर्नुहोस् नि त। के भनिस् पनिसमेन्ट गर्नुहोस् म तेरै पनिसमेन्ट गर्न आइरहेको छु के गर्नुहोस्। पुरै 5 मिनेट साबर गर्नुहोस् त प्लेयर दा। तैँले जे भन्यो म तैँले भनेको के थियो पनिसमेन्ट म त्यही गर्छु नि तैँले जुन गर भने त्यही गर्छु गर्नुहोस्। 50 चोटि उल्टी जाम होइन 50 पल्ट गर हो ल, गर 50 पल्ट गर त उल्टी जम। कसरी गर ल 50 पल्ट, यो त झन् सिम्पल हो त। ल गर उल्टी जम गर। तेरो त करङ भाँच्यो है माछाले गर न त, सिम्पल हो रे 50 पल्ट हो त। ल गर्नुहोस्, ल गर, ल गर। क्यामेराको मधेसको मधेसको दुम्बालाई के थाहा माछाले कसरी बोल्नु पर्छ माछालाई त्यही भएर त यो एउटा मधेसीको बच्चाले खाने छोड्यो। बच्चा ल गर, ए पक एकछिन पक्कै माछाले पनिसमेन्ट गर्दै त्यसपछि थाहा हुन्छ तेरो के हुन्छ हालत ल गर। आइया एक, ल गर 1 2 गरिबोका हाल 3। Deco Gary Vintar म House. अगाडि पछाडि दुइटै गर्छु है न हुन्न हुन्न यस्तो हुन्न मान्दैन, म मान्दैन, भएन, म मान्दिन। जवानको पक्का छ, ओके, एक पक्का छ, 3 भएको छ, 3 4 4 5 ठीक दे दो 6 कस्तो रिगाएर लाग्यो गरीबी से बुरा हाल ढाडै धर्मपत्नी के बार बार कहने पर ढाडै दुख्यो त सुदामा न चाहते हुए अपने बचपन के मित्र कृष्ण से मिलने चला। द्वारकाधीश के महलों के अंदर जाने का प्रयास किया तो द्वारपालों ने रोका। है किधर जाता है? सुदामा ने प्रार्थना की, ऐ द्वारपालो खतरै भर्खर 9 ओए 10 भइसक्यो है माछाले 9 भएको छ, ओके, इमानदार जाने गरे 9। बाह्र भएको छ, घर इज्जतले गर, ओके। 13 हो, 13 राम्रै छ। एक त खतरै दुख्छ त गाइस घर के को रोको, भर्खर 13 भएको छ। गर्छु भने सुन्दैन गरिरहेको देखिँदैन गर्न त किन डिस्काउन्ट गर्नु, न आमापट्टिको न बाउपट्टिको। बरु म अनि यो इन्डियालाई पनिसमेन्ट ओइ दिन। उल्टी जम 25 को 50 हुन्छ तँलाई थाहा होला नि फेरि सरकार के को 25 को 50 50 हुन्छ के क्या मान्दैन म। 13 भएको छ, ओके, कर 13।
भाउजूको कल आयो भन एकजोडी भर्खर त 20 भएको छ गर्न छिटो गर्छु के म्यासाले कुकुर चिमुक चिमुक के डाउन भयो कि किन रेस्ट गर्नु भएको भाउजूको कल आयो बुरा नगर हैन 25 को चाहिँ 50 हुन्छ है विचार गर भर्खर 20 भएको छ गर दाइ के भयो ए तिम्रो दाइ यहाँ म 50 चोटी यसले लास्टमा रोएर यसले मलाई झेली गर्यो ठीक ए न्यू स्टार 25 भयो हैन सर में कोई 200-400 कोइन छोटे कनी सपोर्ट कर देना बेचारा के धुआं निकल गया जो नहीं 25 को 50 पुग्यो नि हैन सपोर्ट कर दी 25 को 50 भयो नि हैन धुवा छोराए म धुवा छोराइदिन्छु सबैलाई सिस्टममा बसेछु म 23 भएको छ भोटिनी बहिनी लाइभ शेयर गरौँ गाइस लाइभ से गाइस प्लिज गाइस सबैले लाइभ से ल तर यस्तो लाइभ से गाइस सपोर्ट गरेर प्लिज लाइभ से आदर गर्दम काट्नु पर्छ नि त अब 8 चोटी बाँकी छ है 8 चोटी लाइभ से गर्नु फिटमेन्ट गाइड के गर्नुहुन्छ पचास पुगिसक्यो गेम खेल्न मन छ भने 50 पल्ट गर्नुस् 90 गेट लस्ट मासाले तँ यदि काटेर गयो नि आम्मा कसम तँलाई मैले छोडेछ नि थुक्क भन्नु लास्ट ल ओके पनिशमेन्ट गर गेम खेल्नु मन छ भने ओके गर हा नभए गेट न्यू स्टार यसले बुढी लुकाइसक्यो क्या आज पनिशमेन्ट गर्नुहुन्छ भन्ने चल गर 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 अगर गेम खेल्नु मन छ भने गर आफू गयो गाइस मेरो आइडी गयो गाइस 3 दिनको लागि गाइस 49 भइसक्यो 49 मेरो भयो माया दाइ चल गर पनिशमेन्ट गर अगर गेम खेल्नु मन छ भने गर गर ल 40 गाइस भयो अब 10 आइडी पल्ट गयो गाइस ल अर्को आइडी गएको छ गाइस 3 दिनको लागि गाइस ल अर्को आइडी 3 दिनको लागि गएको छ मेरो गाइस ल अब 10 पल्ट म मान्दैन अब 10 मासाले झेली नगरे हेरे 50 चोटी गनी गरिसक्यो गाउस म त बाल्छु त गनी गाउस जान्छु बरु 10 पे गर यस्तो झेली गर्यो भने मासालाई म हेरे फेरि विचार गर अब 10 पल्ट गर चल 10 पल्ट गर खेल्नु मन छ भने 10 पल्ट गर 10 चोटी मैले छिटो छिटो गरेको होइन कि सरी ब्रोदर म कहाँ गएर ओके ल 5 पल्ट गर ल जा गर गर 50 भइसक्यो मान्दैन म ओके सरी त्यसपछि म मैले हेरे म अम्मा कसम चन्दन को बोली एक बोली चल कर 5 पल्ट कर मतलब सॉरी नो गेम ओके कर 5 पल्ट कर आज फिटमेन्ट दाइ त चुवाक भन्दा प्वाक छ यार गाह्रो गाह्रो कर रिस उठ्छ म त केसिन हो लामा दाइ के छ सुरेश लामा दाइ म तपाईँको लिस्टमा छुट्याइ कर 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 खगेले रे गाह्रो
बच्चाका जान शिखर लेके नै कि साह्रै 50 चोटि गरिसक्यो माटुनी मारिदिन्छु मासले कलौटे मासले विचार गरे गाइस फेरि मलाई फलो गर्दैन गाई यो आइडीमा गाई ल मेरो अर्को आइडी गयो कि गाई 3 दिनको लागि ससुरमा हो भगले कति फलो आइडी गरिदिनु गाइले सबैजना ल सुन्नुहोस् पनिसमेन्ट गर्नुभयो ठिक गर्नुभयो हामी अगर गेम खेल्नु मन छ भने 4 मा खेल्नु सिङ्गलमा खेल्नुहोस् न हामी 4 मा खेल्दिनँ ल ओइ एक गेम अघिको गेम बाँकी छ तँ र न्यु स्टार भाइ एकछिनको लागि न्यु स्टार भाइ तँलाई कसैले पनि डबल ट्याप नगर भन्नु यो मासललाई यसलाई हराउने हो हाम्रो पनिसमेन्ट बाँकी छ सिङ्गलमा खेल्छ भने भोलि खेल नि म नयाँ गेट्ला होस् ओके ए भाइ ए चन्दन किन खेल्दैन रे तू हु आर यु देख न्यू स्टार गाली दे त भाइलाई एकचोटि। ओके प्लिज गाली म दे पनि इज्जत गर्छु त तिमी के भन्ने छस् 4 जनामा खेल्दै म मान्छे होइन यो केटी दिदी मान्छे होइन आई समथिङ all people deserve you why like that I something for you before tell me त्यसो भए You can म try, welcome, how are you? हुँदैन ओके किन हुँदैन खेल्नु पर्छ के को हुँदैन खेल्नु मन छ भने किन रोको भाइ किन रोको भाइ अरे मैले कसरी मोड हराउनु त मैले कहाँ गरेँ के मोडलाई मैले कहाँ के गरेँ मलाई थाहा छैन केही पनि आइडी सरी म झाला छु मैले कहाँ के गरेँ मोड खोइ कता केही हुँदैन म छु नि ल हटाइदिएँ सबैलाई मैले मोड ल ल भन्नु त तँ एकचोटि 4 जनामा खेलौँ न ल एक गेम एकचोटि खेलू न पावर यहाँ से आता है यहीं तक खत्म होगा पावर कौन लगेगा रे वन गेम ओनली वन ओके कम ओके ओके वन गेम नो प्रॉब्लम कम हियर ला गेम लगाउनु अनि किन रोको के हो त एकचोटि 4 जनामा नम्बर खेलौँ सबै न हटाइदिएँ हँ सरी 0 भइदिनु मोड ल बहिनी यो रोयो होइन म योसँग एकचोटि 1 खेल्छु त्यसपछि आउँछु ल है खेल्दै नखेल्ने भाइ 4 जनामा न्यु स्टार जानुभन्दा अगाडि यसलाई एकचोटि गाली दिएर जा होइन यसलाई गाली दिएर जा एकचोटि थप्रै गाली दिएर जा एक्सक्युज मी म सिधा कुरा भन्छु कि 4 जनामा किन खेल्दैन हजुर सिस्टममा बस्नु पर्छ नि मान्छेलाई यसलाई एकचोटि खत्रै गाली दिए अनि जा भाइ खतरामा केही खत्रै गाली दिए त म जाने ओके के खेल्नु पर्छ तिमीलाई हु आर ब्याटल वन ब्याटल ओन्ली वन नो प्रब्लम कम हियर फोर पिपल्स ओके ल दाइ गए ल ओके ओइ नजा तँ यहाँ जाँदैछु त्यो नि जा त बहिनी जा म योसँग लास्ट गेम खेल्छु एकचोटि ल भइसक्यो केटीको अहिले आइडी गएछ ल म जान्छु ल तपाईँ आउनु खेल्नु आइज मासले कलौटे मासलाई डाङ्रा कलौटे आइज त मासले एकचोटि ल भन तेरो पनिसमेन्ट 3टा भन मासलाई भन बोल्नु तेरो पनि है नहाँस है मासले निची दाँत देखाएर फेरि मैले भनिरहेको छु फेरि मलाई कुनै हाँस्नेको सोख छैन अर्जुन नहाँस है अर्जुन नहाँस प्लिज कन्ट्रोल गर ओके तेरो बुढालाई गाली दिन्छ भने तँ यहाँ आएको फेरि गइहाल्छ त्यहाँ निस्किए फेरि मैले भनिरहेको छु मेरो के गल्ती मैले के भनेको छु म के बोलेको छु मैले के बोलेको प्लिज अर्जुन के हेर दाइ हो हैन रेस्पेक्ट गर्नुपर्छ त्यसो भएदेखि तेरो बुढाबुढी र अनि म र भोटे नि खेल्ने न हुँदैन तपाईँ न भन्छ नि डराएको किन नो नट राम्रो चन्दन ओके म गए त्यसो म गए ओके नो जोइन सिंगलमा तपाईँ र म देख्यो यस्तो रुन्छ के यस्तो डराउँछ नि हैन बुझा नु ल ओके बेबी मासले हरकत नदेखाइ या फेरि तिमीहरुको फेरि जानु अलिकता भिजाएर बोले फेरि बेबी गाला साला पड्किन्छ म फेरि बेबीले खाना खायो मासले हरियो बाँसमा कसेर लानु पर्यो शङ्ख बजाउ न कसैले बेबीले खाना खायो दाइ सँगै खाने ट्रिटमेन्टको भएर दाजु के छ हल्ली चल्ली देखिसके मैले यो जस्तो बेस्या केटा मैले दुनियाँमा देखाएन के मासले छ्या त्यो कान दुखेर सुन्दैन यो दुईटैको म चाहिँ गर्छु कि इलाज ल यसको ल को टिम टिम हैन कि तिमी बुझ फिटमेन र म ल ओके ल अहिले तिमी जाऊ ल सिंगलमा खाने कि सिंगलमा कि ल ल जलास भएको चन्दन बेस्ट अफ लक रामसँग
पनिसमेन्ट दिनु म मासले मेरो आँखा यही देख्नलाई नफुट्या रहेछ कि अहिलेसम्म के त्यो पनिसमेन्ट दामी थियो उल्टी जा बेबी जान अलिकता म गएँ ल निस्की के ओए निस्की भने छिटो निस्की मासले ल बोल्नुहोस् तपाईँको पनि नामको नि बोका त बोकायो होइन यो जस्तो यो मास 1 नम्बरको रड्डो केटा हो नि त नि यो गतिलो होइन नि त नि मासले तल भित्तासम्म ड्याम ड्याम पुग्नु पर्यो भित्तामा ओके ल डन भित्तामा अगर लागेन भने त्यो फेरि हुँदैन शून्य गएर लाग्नु पर्यो भित्तामा 10 चोटि ओके तेस्रो पनिसमेन्ट ओले किङडम मासले थुक पनि थुक दिन मन लाग्छ यस्तो गर्दा लाग्यो तेस्रो पनिसमेन्ट तैँले पनि 50 चोटि यसरी मैले जसरी गुल्टिनुपर्छ है जसरी ल भन् तेरो पनिसमेन्ट ल भन् तेरो गाइस लाइभ छ सबैले ल यो फाइनल गेम जुत्ता देखाउनुहोस् त वेलकम प्रेम दाइ जुत्ता देखाउनुहोस् तेरो यस्तो खालको जुत्ताको औकात छैन कि भाइ छाता है तेरो यो मुजा एउटा मुजा च्यात्ने औकात चाहिँ हुन्छ तेरो ल यो एउटा मुजा छाता सुङ यो मुजा छाता जुत्ता है तपाईको जुत्ता च्यात्नु पर्यो ओके सेकेन्ड नम्बरको अप्सनमा तपाईलाई 5 मिनेट साबर गर्नु पर्यो अहिले त्यहाँ जिममा साबर गर्ने ठाउँ छ कि छैन यहाँ त छैन यहाँ त सबै स्विमिङ पुल छ सावर गर्ने ठाउँ छैन साबर गर्ने ठाउँ छैन जिममा सावर गर्ने ठाउँ हुन्न अनि साबर गर्यो भने लुगा फेरि कताबाट कति चेन्ज गर्ने म नाङ्गै जान्छु ल तल के भयो तल त हेर्नै मन लाग्छ म नाङ्गै जान्छु के तेरो लागि भयो भने त्यसलाई ल त त्यस्तै छ नि त नि अस्ति म पनिसमेन्ट गरेको यता आँखा जति उसको त के एउटा मान्छेको त माथि बडी सडीमा जान्छ आँखा होइन ऊ त यस्तो हेर्ने सुन्नुहोस् नम्बर 1 जुत्ता टोपी यार सस्तो टोपी होला फेरि यसको होइन टोपी यो 2 रुपियाँ खालि टोपी छ यार यो त $10 आउने अमेरिकामा कोही दाइहरू हुनुहुन्छ भने प्लिज भनिदिउँ न यो टोपीको कति प्राइस पर्छ यो चोर बजारको टोपी हो कि भिआइपी पसलको टोपी हो भन्नुहोस् त गाइज यो चोर बजारको टोपी हो कि कति पर्छ यो टोपीलाई $10 पर्छ $40 $10 $499 ओम दाइले भन्नुभएको छ ओम दाइले 499 ओम दाइ साँच्चीकै सस्तो हो अग्रा सुन्नु यो चाहिँ टोपी चाहिँ साँच्चीकै सस्तो यहाँ हेर राम्रोसँग ल टोपी $5 को सुन्नु त्यसो तपाईको जुत्ता हैन जुत्ता च्यात्ने सेकेन्ड नम्बरको अप्सनमा साबर गर्ने ठाउँ छ कि 5 मिनेट टोयलेटको माथि बसेर साबर गर्ने 5 मिनेट ओके र तेस्रो नम्बरको अप्सनमा यसले त गिफ्टको त अप्सन गर्दैन गएको थिएन हेडफोन पनि कताबाट हैन 5 मिनेट साबर तेस्रो नम्बरको अप्सनमा के दिम यार एयरपोर्ट हैन टी सर्ट पनि सस्तो हो गाइज के तेस्रो नम्बरको अप्सनमा कुकुरको मुत खाँदा हुन्छ हेर भाइ पनिसमेन्ट अलि सही कुरा दिए होइन मासले म तँलाई भाइ म तँलाई काठमाडौँ भयो नि म रात गाडी स्टार्ट गरेर आउँछु नि फेरि विचार गरेँ फेरि मैले भनेको हो यस्तो पनिसमेन्ट गर्नुहुन्छ लाइफमा आएर मासले धोबी धुलाई चुटेन भने फेरि मेरो नाम पनि फिटमिन होइन है फेरि विचार गरेँ मैले बस भनेको यस्तो गर्नुहुन्छ गर्दिनु न मासलाई बोल्दै बढी बोल्यो भने नि भाइ सुन्नु फेरि कुन बेला पनि फेरि पनिसमेन्ट जुत्ता च्यात्ने फेरि 50 पल्ट उल्टी जाम हान्ने 50 पल्ट उल्टी जाम हान्ने र जुत्ता च्यात्ने 50 पल्ट उल्टी जाम हान्ने
र तेस्रो नम्बरको अप्सनमा के गर्नु सुन्नुहोस् ओए बेस्या जस्तो नहाँस्न ओए बेस्या जस्तो नहाँस कि एक साथ मलाई मन पर्दैन यस्तो गरेको 50 पल्ट उल्टी जाम हैन